हेर्नुहोस् हजुर, क्युको बस त्यहाँसम्म आउँछ हजुर, सर्र आउने, यो प्लानिङमा आउने, आफ्नो घर बनाउने, टक्क बस्ने हो। हेर्नुहोस् आनन्दको ठाउँ छ। हेर्नुहोस् ल, बस त्यहीँ चल्ने, हाइवेसँगै हो होइन। हाइवेबाट 1 मिनट लाग्छ हजुर, 50 मिटरभित्र। यो चाहिँ विशाल 50 रोपनीको प्लानिङमा हजुर, ढिला नगर्नुहोस्, एकदम जग्गा छिटो जान्छ हजुर। यो 11-12 लाख 13 लाखमा त कहीँ जग्गै पाउँदैन हजुर। भक्तपुर जाऊ 5-10 किलोमिटर टाढा भिरतिर जानुपर्छ भने यो सम्म ठाउँमा फाँटमा तुरुन्त घर बनाएर बस्न मिल्यो होइन। यस्तो ठाउँमा खुत्रुक्क झर्ने हो, त्यहाँबाट सर्र आउने हो, आफ्नो घरमा आउने हो, आनन्दले बस्ने। बिहानदेखि बेलुकासम्म घाम लाग्ने जङ्गल। तपाईँ जङ्गलको आसपास बस्दा आयु पनि एकदम लामो, स्वच्छ हावा खान पाइन्छ। हेर्नुहोस् धुलो धुवाँबाट वञ्चित, एकदम वञ्चित हुने ठाउँ चाहिँ यो हजुर। हेर्नुहोस् ल, आउनु होला। यसमा तिनाना 1 पैसादेखि हजुरले तिनाना 1 पैसामा पनि 28 बाई 40 फिटको घरेडी पाउनुहुनेछ। 16 फिटे बाटोको एक्सेस होइन, पोल पाउनुहुनेछ। ल हेर्नुहोस् ल, सर्र आइहाल्नुहोस् हजुर, ढिला नगर्नुहोस् है। मात्र 1150मा पनि हल्का मिलाएर दिनेछौँ। यो नेपालकै सस्तो घर जग्गाले जे बोल्छ सत्यता बोल्छ, सही बोल्छ। ल हेर्नुहोस् ल, आइहाल्नुहोस् हजुर, नम्बर बायोमा छ, कन्ट्याक्ट गरेर आइहाल्नुहोस्। हस् त, धन्यवाद।